वृद्धा भत्ता अब 70 वर्ष होइन 75 वर्षमा मात्रै पाउने नियम आउन लागेको छ भन्दा जताततै समाचारहरू छरपष्टै देखेको थिएँ र मैले हिजो एउटा भिडियो बनाएको थिएँ। वृद्धा भत्ता 75 मात्रै किन 80-83 वर्षमै दिउँ न, बरु 84 पूजा पनि सजिलो हुन्छ भनेर कमेडी तरिकाले एउटा भिडियो बनाएको थिएँ। तर खासमा यो कुरा चाहिँ कमेडी होइन, सिरियस कुरा है त। वृद्धा भत्ता नै खारेज गरिदिउँ नेपाल सरकार। यो भिडियो तपाईँ समक्ष आयो भने है त। वृद्धा भत्ताको आवश्यक कसलाई छ? वृद्धा भत्ता कसैलाई पनि आवश्यक छैन। वृद्धा भत्ताको नियम कानुनै खारेज गरिदिउँ। वृद्धा भत्ता चाहिएको छैन हामीलाई। तर वृद्धा भत्ताको ठाउँमा गरिब भत्ता चाहियो। गरिब भत्ताको नियम कानुन चाहिँ सुचारू गर्नु पर्यो। तर गरिब भत्ता पाउनको लागि 60, 65, 75, 80 वर्ष कुरिँदैन। जुन टाइममा मान्छे गरिब छ, जुन टाइममा आवश्यक छ, त्यो टाइममै पाउनु पर्यो गरिब भत्ता। अशक्त भत्ता, अपाङ्ग भत्ता, निमुखा भत्ता, के भन्छ अरे औषधि गर्न नसकेको टाइमको लागि औषधि भत्ता चाहिँ पाउनु पर्यो। खाना नपाउनेहरूको लागि खाने भत्ता चाहिँ चाहियो क्या। वृद्धा भत्ता कसैलाई पनि आवश्यक छैन। यहाँ वृद्धा भत्ताको नाम गरेर नि कत्रा घर बगा कत्रा बङ्गलामा बस्नेहरूले पनि पाएका छन्। साँच्चै भनौँ भने गरिब बिहान बेलुका छाक टार्न गाह्रो हुने अशक्तहरूले चाहिँ पाएका पनि छैनन् कि छन् कि छैनन् कतिले त। त्यही भएर वृद्धा भत्ता खारेज गरौँ। गरिब भत्ता, अशक्त अपाङ्ग भत्ता, खाना नपाउनेहरूलाई खान दिने भत्ता, खाना पाउने भत्ता हैन, त्यो चाहिँ कायम गरौँ। बरु वृद्धा भत्ता खारेज गरे पनि केही फरक पर्दैन है त। जय नेपाल।